हेलो लेडी एन्ड जेन्टलम्यान, वेलकम ब्याक माई युट्युब च्यानल। के छ खबर तपाईँहरू सबैजनाको? आई होप सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। यतिखेर चाहिँ म धनगढीको जेनजी मार्गमा रहेको छु। ओके, अहिले चाहिँ हाम्रो यो धनगढीको जेनजी मार्गमा चाहिँ एकदमै राम्रो प्रोजेक्ट गरिरहनु भएको छ गोपी हमाल सरले। उहाँलाई धेरै धेरै धन्यवाद छ। यो चाहिँ के भन्दाखेरि अब धेरै सटरहरू यति धेरै छ क्या। यताको यो लाइनदेखि उतासम्म चाहिँ ठुलोमा चाहिँ अब एकदमै धेरै ठुलो लाइन चाहिँ गरेको छ। यसमा के भन्दाखेरि अब जेनजीलाई अब युवाहरू कोही उद्यमशील बन्न चाहनुहुन्छ, अब विदेश नगएर स्वदेशमै के गर्न चाहन्छु भन्ने चाहिँ कसैको सोच छ भने उहाँहरूले चाहिँ यो सटरहरूमा चाहिँ आफ्नो केही बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। यो चाहिँ अब मलाई प्रपरली चाहिँ थाहा भएन, लाइक अब महानगरलाई चाहिँ अब भाडा नै तिर्नुपर्ने होला है। त्यो भाडा तिरेर चाहिँ अब यता बसेर आफ्नो केही बिजनेसहरू गर्न सक्नुहुन्छ। हेर्नुहोस् न, अगाडि यो वालमा चाहिँ क्या दामी दामी पेन्टिङहरू बनाएको छ। टिकापुर पार्क अनि बागेश्वर मन्दिर, यिन सबै हाम्रो जस्तै सुदूरपश्चिममा भएका सबै टुरिज्म एरियाहरू चाहिँ यता चाहिँ प्रदर्शन गरेको छ। एकदम रमाइलो छ क्या एरिया। यो चाहिँ पहिले पार्क मोड थियो, धनगढीको पार्क मोड। हामी चाहिँ धनगढी कलेज पढ्दाखेरि चाहिँ यहाँबाट जाने ठ्याक्क कति 10 रुपियाँ लिन्थ्यो क्या यहाँभित्र गएको टिकटको चाहिँ। 10 रुपियाँ टिकट तिर्न भन्दा त भनेर साइडमा गेट थियो, त्यो गेटबाट माथिबाट हामफालेर जान्थ्यौँ। त्यो साथी चाहिँ ट्याग गरौँ, त्यो साथीहरूले चाहिँ कमेन्ट गर है को थियो मसँग तिनीहरू। अनि यो चाहिँ मेन गेट हो त्यसको चाहिँ, यो पार्क मोडमा जाने चाहिँ। अब अहिले यहाँ भित्रको अवस्था चाहिँ खै के छ कस्तो छ, म भित्र जान चाहिँ भ्याइनँ, बाहिरबाट मात्रै देखाउन गइरहेको छु। यहाँदेखि चाहिँ यो भित्र गेट छ, उता गेटको उतातिर पनि अरू फेरि सटरहरू रहेको छ। एकदमै राम्रो व्यापारिक क्षेत्र चाहिँ बन्न सक्छ यो भनेको छ। जे होस्, गोपी हमाल सरले चाहिँ एकदमै राम्रो गर्नुभएको छ युवाहरूको लागि। धन्यवाद छ तपाईँलाई। यस्ता अन्य नयाँ प्रोजेक्टहरू ल्याइरहनु होला, लाइक हाम्रो सुदूरपश्चिमको अथवा हाम्रो नेपालको युवाहरू विदेशिनु नपरोस् भन्दै बिदा हुन्छु। बाई बाई, टेक केयर।